Hello everyone, good afternoon. Welcome back to my channel. आज पनि फेरि आफ्नो ब्लग लिएर आएकी छु। दशैंको बारेमा दशैं कसरी मनाउने, कसरी सरसफाई गर्ने देख्न सक्नुहुन्छ। हाम्रो घर कस्तो भइरहेछ मेरो। पुरै जंगली भूमि त बाँध्दै। हाम्रो चाहिँ यो पहिलाको गोठ थियो। पहिल्यैको अझै केही पनि भत्केर रहेछ झन्। अहिले चाहिँ यस्तो भइरहेछ। अहिले यस्तो भइरहेछ। हामी चाहिँ फान्नको लागि हिँडिरहेछौँ। ओ माई गॉड, देख्न सक्नुहुन्छ यहाँ कस्तो भयो। हाम्रो गाउँतिरको सबै मान्छेहरू झरिसके, यतातिर कोही पनि छैन। त्यही पनि अहिले 4-5 वर्षमा हाम्रो टिका थियो, त्यसैले हाम्रो घर टिका लाउन भनेर आएको हो। त्यही भएर हाम्रो घर सरसफाई गरेको हो। देख्न सक्नुहुन्छ भाउजूले सरसफाई गर्दै हुनुहुन्छ। फाइनली गाइस हामी चाहिँ अनि के भन्छ अरे दशैंको सरसफाई हैन टक्क लाएर गर्दै तर लास्टै धौ भयो। कस्तो महसुस भइरह भाइ? हजुर भिडियोको लागि मात्र धौ भयो। बिचरा एउटा घर सरसफाई गरेर सको, फेरि अर्को घर आयो यहाँ तल। एउटा पहाड कस्तो त्यस्तै गाइस। यहाँ लौका फरेछ, लौका। नचलाउने नचलाउने छिटो। हेलो गाइस, घाँस काट्दा काट्दै दसैँ जाने भयो। बरीलाई दसैँ जाने भयो, बरीलाई दसैँ जाने पैसाले नछोड्ने भयो। हेलो गाइस, आजको हाम्रो काम चाहिँ सकिएको छ। डे 1 इज फ्रेस। फेरि नेक्स्ट डे फेरि अर्को भिडियो लिएर आउनेछु। बाई बाई, हाउ सेफ।